सो हेलो एभ्रिवान, आई होप सबजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै छु। आज मेरो ड्युटी थिएन, त्यही भएर म चाहिँ घुम्न जाँदैछु है मन्दिरतिर। सो भिडियो अहिले देखाउँछु म। र तपाईँहरू यो पछाडि हेर्न सक्नुहुन्छ है, यो चाहिँ यहाँनिर ठुलो महल बन्दैछ। यो बल्खुनी र यो चाहिँ ठुलो महल बन्दैछ यहाँनिर। सो म पारितिर जाँदैछु अब। आज चाहिँ मैले कपालहरू पनि कोरेको छैन, त्यही भएर कपालहरू यस्तो भइरहेको छ, अलिक गुजुङ छ। ठिकै छ सधैँ अब होइन। यो अब पुलबाट जाँदैछु, पुलबाट यताको मन्दिर जान्छु। यहाँनिर छ एउटा मन्दिर चाहिँ, र यहाँ यस्तो खोला छ, पुरै ढल हेर न खोलामा। राम राम। त्यहाँ बच्चाहरू खोलामा खेलिरहेछन्। यस्तो छ यहाँको हालत। यति धेरै फोहोर छ यहाँको, खोलाहरू यस्तो छ। सो फाइनली है म चाहिँ अब मन्दिर पुग्न लागिसकेँ। अब अलिकति बाँकी छ। अब एकछिन मन्दिरमा गएर बस्ने हो, फेरि रुम जाने हो। एकछिन बस्ने हो अनि फर्किहाल्छु फेरि। धेरै बेर बस्न पनि मिल्दैन, रुममा पनि काम छ। ल है म चाहिँ मन्दिरभित्र एन्ट्री गरेँ। र अर्को कुरा के भने आज सुनसान रहेछ मन्दिरमा, मान्छे कोही पनि छैन रहेछ। न टन्नै प्याक हुन्थ्यो मान्छे, आज चाहिँ हेर्नु न कोही छैन, पुरै खाली खाली छ। सुन्ने रहेछ, तर म छु नि त, ठिकै छ म छु। अरू कोही भयो नि नभए नि, कोही पनि छैन मान्छे चाहिँ, म एक्लै हो। पछाडि अरू मान्छे त छन् चाहिँ, तर खै के गर्ने मान्छे हो थाहा छैन। यता घाम लागेर रहेछ, अब एकछिन यता घाममा बस्दिनँ। त्यहाँ मान्छे अलिअलि छ। यदि तपाईँहरूलाई होइन अलिकति आनन्दको ठाउँ चाहिन्छ, शान्तको भने चाहिँ यो ठाउँमा आउन सक्नुहुन्छ है। यहाँको ठाउँहरू यो चाहिँ एकदम शान्त भएर बस्न मिल्ने ठाउँ छ। कहाँ भन्नुहुन्छ भने यो चाहिँ बल्खु एमाले पार्टी कार्यालय भन्छन् होइन। एकदमै रमाइलो ठाउँ छ, जे होस् शान्त बस्नको लागि चाहिँ एकदमै कुल ठाउँ छ कि। त्यस्तो छैन, हेर न टक्क रुखहरू सानो सानो है, यस्तो छ साना साना रुखहरू, पार्कहरू पनि छ होइन। अनि धेरैलाई थाहा त छ होला यतातिरको मान्छेहरूलाई चाहिँ, थाहा नहुनेहरूलाई पनि। अनि यदि होइन अब कोही अब खेल्ने मान्छेहरू हुन्छ नि, त्यस्तोको लागि खेल्ने ठाउँ पनि छ क्या फेरि। बलहरू अनि ब्याडमिन्टनहरू जुन खेल्ने हुन्छ नि, त्यस्तोको लागि ठाउँ पनि छ क्या यहाँनिर चाहिँ। यहाँनिर यो खाली मैदानमा खेल्न पनि मिल्छ क्या। मलाई चाहिँ आनन्द लाग्छ जस म यहाँ आउँछु, घुम्छु ओर्छु होइन। अनि यस्तै छ ठाउँहरू, यहाँनिर खेल्न मिल्छ क्या। यो चाहिँ मैदान छ खाली। यतातिर मन्दिरहरू हेर्न सक्नुहुन्छ, यतिको छ है। यस्तो छ ठाउँहरू चाहिँ रमाइलो छ है, मन्दिरहरू।